के हजुरहरूले यो क्विक्सको स्पाइसी चिजी नुडल्स ट्राई गर्नुभयो त? एकचोटि ट्राई गर्नुहोस् ल। चिज मन पराउने मान्छेहरूलाई चाहिँ यो नुडल्स एकदम ठिक हुन्छ। अनि मैले चाहिँ प्याज टमाटर हालेर ग्रेभी जस्तो बनाएर खान्छु भनेर चाहिँ मैले यसरी गरेको। तर यसलाई चाहिँ यो सुक्खा तरिकाले खाँदा नि त्यसरी पनि मिठो हुन्छ जस्तो लाग्यो है मलाई चाहिँ। यो नुडल्स चाहिँ मैले अस्ति त्यही अल्फा मार्टबाट नै लिएर आएको हो कि। मैले चाहिँ देखेको थिइनँ पहिला अनि खाएको पनि थिइनँ कि यो। अनि फर्स्ट टाइम देखेको अनि म ट्राई गर्छु एकचोटि भनेर अनि लिएर आएँ। मैले त्यो सोयुम लिँदा जाँदा नै यो देखिहालेँ नि लिएर आएँ। अनि यसको स्पाइसेसमा चाहिँ रेड त्यो चिल्ली ओइल हुँदो रहेछ अनि त्यो पछि चिजको चाहिँ सिजनिङ हुँदो रहेछ अनि ड्राई भेजेस थियो। अनि यदि कोही चिज मन पर्छ भने चाहिँ उनीहरू एकचोटि ट्राई गर्नु होला। एकदम मिठो लाग्यो मलाई चाहिँ। त्यो फुल फ्लेभर अन थियो कि यसमा चाहिँ अनि आई लभ इट। अनि नुडल्सको क्वान्टिटी पनि मलाई धेरै नै लाग्यो। एकजनालाई चाहिँ एकदम इनफै पुग्छ कि यसले। अनि 50 रुपियाँको चाहिँ पैसा वसुल खालको खाजा छ कि यो। अनि मैले चाहिँ यसमा हल्का प्याज र अनि हरियो खोर्सानी काटेर फेरि टपिङ गरेको थिएँ होइन। यसको मैले फर्स्ट टेस्ट लिने बेलामा हेर्नु यस्तो मिठो भएको थियो। मैले यसलाई रेट गर्नु पर्यो भने चाहिँ 10मा चाहिँ 9 दिन्छु म चाहिँ। चिज लभरहरू यु मस्ट ट्राई दिस नुडल्स है एकचोटि चाहिँ। यस्तो मिठो भएको थियो कि म हेर्नु न गम खाएको खाइछु नन स्टप। नसकिन्छ चाहिँ कति छिटो यो बाउल सक्यो भने पनि थाहा भएन क्या मलाई। अनि अब चाहिँ कुन चाहिँ नुडल ट्राई गर्ने होला भनेर म सोच्दैछु। साथीहरू ल सजेस्ट गर्नु त मलाई एउटा कुनै। एन्ड थ्याङ्क यू फर वाचिङ गाइज।